31 डिसेम्बर 12 बजी रातिदेखि यानि कि 1 जनवरीदेखि पहिला यो भिडियो हेर्नु तपाईहरुको लागि अत्यन्तै जरुरी हुनेछ किनकि स्क्यामरबाट यो भिडियोदेखि तपाईहरु बाँच्नु हुनेछ। 31 डिसेम्बर 12 बजी राति तपाईहरुलाई एउटा ह्यापी न्यू इयरको मेसेज सबैलाई नै आउनेछ। त्यो ह्यापी न्यू इयरको मेसेज आउँदा आउँदै एउटा एपीके पनि आउनेछ। जस्तो कि एक्जाम्पलको लागि यो हेर्न सक्नुहुनेछ। अगर त्यो तपाईहरुले डाउनलोड गर्नुभयो भने तपाईहरुको पूरा फोन ह्याक हुनेछ। ह्याक हुनेछ मतलब पूरा फोनको सबै डिटेल्स उनीहरुले लिनेछन् ह्याकरहरुले, अनि तपाईको बैंक ब्यालेन्स जति पनि पर्सनल चीजहरु छ सब खतम हुनेछ हैन। अन्यथा तपाईहरुको तीबाट अरूलाई पनि स्क्याम हुँदैले गर्नु स्टार्ट हुनेछ। अरु लास्टमा चाहिँ यति एउटा सूचना छ कि तपाईहरुलाई त जोजोलाई थाहा छ, तपाईहरु त बाँच्न सकिहाल्नुहुन्छ। अन्यथा अरूलाई थाहा नहुनेहरुलाई भिडियो शेयर गरेर पनि उनीहरुलाई सूचना दिन सक्नुहुनेछ किनकि कसैलाई त थाहा छ कसैलाई थाहा नहुन सक्छ। उनीहरुलाई यो मोड यस्तो आउनेछ। एक्जाम्पलको लागि मैले यहाँ दिइराखेको छु। यसलाई चाहिँ डाउनलोड भुलेर पनि नगर्नु होला किनकि यो डाउनलोड गर्नुभयो भने तपाईको एउटा मोबाइलमा सफ्टवेयर डाउनलोड हुनेछ। अनि त्यो सफ्टवेयर डाउनलोड भएदेखि तपाईको हर कुछ यूपीआई पेमेन्ट होस् बैंक एक्ज्याक्टली तपाईको सबै उलाई जोले भेजेको छ त्यतिलाई शेयर हुनेछ। उनीहरु ह्याकर हो भनेर तपाईहरु चाल पनि पाउनुहुन्न कि यस्तो तरिकाले आउँछ कि मेसेज जो कि इन्डियन गभर्नमेन्टको थ्रुबाट विश गरेको छ तपाईहरुलाई ह्यापी न्यू इयर भनेर आएको छ। त्यस्तो WhatsAppमा मेसेज आउनेछ। तर त्यो आउनु भन्दा अगाडि यस्तो एपीके मोड डाउनलोड अप्सन पनि आउँछ। त्यसलाई चाहिँ भुलेर पनि नगर्नु होला। अन्यथा अगाडि हाम्रो पिता चाहिँ पूजा गर्दै हुन्छ। पिता हो कि हैन? फेरि लास्टमा एउटा सूचना पनि छ। तपाईहरु पान कार्ड आधार कार्ड लिंक गर्नु भएको छैन भने बैंक अकाउन्टबाट 1 जनवरीदेखि फेरि 1000 रुपैयाँबाट पनि बेसी लाग्नेछ। त्यो पनि याद गर्नु होला। अनि अन्यथा गर्नु भएको छैन भने आसपासमा कम्प्युटर दोकान कहाँ छ त्यहाँ गएर सोध खोजी गरेर छिटै गरिहाल्नु होला किनकि एकै दिन बाँचेको छ। अन्यथा गभर्नमेन्टले बारबार भनिरहेछ कि तपाईहरु इन्कम ट्याक्स डिपार्टमेन्टबाट आधार कार्ड लिंक गरेको हुनै पर्छ। त्यो गर्नु पनि सिम्पल छ। युट्युब या फेसबुक कहीँबाट पनि तपाईहरु सर्च गरेर हेर्न सक्नुहुन्छ। अन्यथा थाहा छैन भने कम्प्युटर दोकानमा गएर गराउनु पनि सक्नुहुनेछ। फ्रीमा हो, केही छैन बादमा। तर 1 जनवरीदेखि पुरा रेगुलेसन पुरा चेन्ज हुँदैछ। रुल्सहरु पुरा चेन्ज हुँदैछ। ती सब ध्यान राखेर तपाईहरु पनि याद गरेर गर्न सक्नुहुन्छ किनकि यो सानो कुरादेखि नै भोलिपछि ठुलो गल्ती निस्किने कुरा हुन्छ। अनि आजको यो ब्लगबाट चाहिँ यही सानो सूचना थियो। यस्तै सानो सूचनाहरु जल्दी भेटिराख्नु हुनेछ। फलो गरेर राख्नु नभुल्नु होला। लाइक र कमेन्ट त भइहाल्छ नि हैन। धन्यवाद।